आई होप सबैजना सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु होइन। आज चाहिँ कलेज हिँडेँ। कलेज 11मा पढ्ने पनि भइसकेको छ। 10 पास गरेपछि होइन पछाडिपट्टि अझै उस गर्दा ढालै आउँछ। उनीहरू मान्छेले ढालै खर्च गऱ्यो कि त्यसपछि आज चाहिँ कलेज हिँडिदिएको यसो कलेज गइदिउँ भनेर। यो चाहिँ यहीँ हो, धेरै टाढा होइन, 15 मिनटको बाटो हो। टक्क झोला बोकेर चल्दैछु। अन्त त्यसपछि धेरै मिनटको बाटो खान्थ्यो, 15 मिनटको। पछाडि त्यो घामले रिफ्लेक्ट गर्दा पुरै कालै देखिन्छ। त्यही हो स्कुल, धेरै टाढा नै होइन, यही हो। अनि अब चाहिँ हामी स्कुलमा जान्छ। अनि हेरौँ अब त्यहाँ के हुन्छ। यो चाहिँ मेरो फर्स्ट भ्लग है। फर्स्ट भ्लग कस्तो हुन्छ हेर्दै जानु होला है त गाइज। अब हाम्रो चाहिँ यहाँ छ हाम्रो क्लास। यहीँ हामीले पढ्यो। यो सिसी क्यामेराले केही फरकै पारेन हामीलाई हो नि त। यहाँ बसिन्थ्यो हामी, यहाँ केटाहरूले सकिदियो के छ हामी केटाहरू त्यही हामीले पढेको चाहिँ होइन। गलले चाहिँ हामीलाई खुवाउनु आएको होस्टेल अवस्था। यहाँ चाहिँ हाम्रो क्लासको केटी होइन, यहाँ पढ्ने थाहा छ हाम्रो उताको किन जानु पर्यो। है त मान्छे अरे गर्मी यार समीरा आ छैन गर्मी भयो क्या यार। यता गइन्छ है, लाइन यस्तो हुनुपर्छ लाइनमा जाँदा उभिने। उहाँ एउटा उहाँ उभियो खान, एउटा यहाँ उभिनु पर्छ क्या यार। आफू चाहिँ यो चाहिँ लाइन सबैजना हुनुहुन्छ। यो चाहिँ हाम्रो क्लास अहिले चाहिँ पढिन्छ हामीले झ्यालोलामा त अब यत्र खाँदा गर्मी चाहिँ लाइट तेस्रो घन्टा दोस्रो घन्टा समाप्त गऱ्यो। अब चाहिँ तेस्रो घन्टामा भिडियो बनाएन छु, पहिलोमा नि बनाएन छु, अहिले बनाउँदैछु। झ्याउ लाग्यो क्यार्ने केटाहरू त्यहाँ चाहिँ हामी बसेको होइन। खाना हामी बस्दाको होस्टेल रुमको टुर लान्छ। सो गाइज यो चाहिँ हाम्रो होस्टेलको रुम होइन। यहाँ टक्क खै ब्लकै छैन। यहाँ सुत्ती हामी यस्ता हामी खटा होइन। यहाँ हामीले केही खाइन्थ्यौँ भने यहाँ माथि गएर यो चाहिँ गर्ल्स रुम यतै देख्न सक्नुहुन्छ तपाईँहरू। पहिले होस्टेल रुम गर्ल नो इन्ट्री अरे आमाले दिएको। यो गर्ल रुम केटीहरूले यस्तो गरेर आएर यहाँ कम गरेर खायो। यता चाहिँ हाम्रो ग्राउन्ड, यहाँ हामी खेलिरहन्थ्यो पुरानो दिन। हाम्रो खेल्न त अहिले पनि खेलिन्छ तर पनि त्यस्तो मजा खेलिँदैन। केटाहरू केही खायो नि हामी पर्खा कुरा खायो भने कलामा माथि उठाइदिनु।
यता उर्दै मस्त कम मजा आउँथ्यो जस्तो लाग्यो पढ्नै पर्ने। यहाँ तल चाहिँ अफिस, अब सीता मिसको पिरियड। यो चाहिँ हाम्रो होस्टेल बादशाह कोठा। यस्तै छ। यिनीहरू दुइटा आफ्नै तालमा सरहरू आउनुहुन्छ। दुइटा आफ्नै तालमा मोबाइल चलाइरहन्छ। सीता मिसको पिरियड क्यार छ। सरले मुक्तक छोडेर जानुभएको छ यार। बुझिन्न ल पढ्नु बुझिन्न हामीले त ह्यान्ड राइटिङ। यस्तै छ, पङ्खा चलिरहेको छ। पारिसी सर मुक्तक छोड्नु आफै लिन आउनुभयो। छोड्नु भएको थियो, लैजानुभयो। अब बस्ने के अब सीता मिसको पिरियड के पढ्ने यार हामीले? शिक्षा र विकास होइन, शिक्षा र विकास 11 पुग्यो नि। 11 शिक्षा र विकास त पढ्नु पर्यो। कला र स्त्री पढ्छ। कोही नै आउनु नाम त्यहाँ अन्त त्यो संसान छ यार। अहिले हामीले चाहिँ पकौडा खाइन्छ। पकौडा 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 पकौडा। अन्त हेर्न हिँडेको है केटाहरू। ओ म पनि जा पर्छ परै। ओए ढोका खोल, ओए ढोका खोल। हल्ला नर ओ मनी है भाइ बुझ्छ त आइज किन आज हामीलाई बात अहिलेको एसिनमा कतिको मार्क्स ल्याइन्छ होला? हामी भ्लग बनाइराख्नु जी बनाइ नभएको जी के छ त अनि केटाहरू यहाँ मजा आउँछ क्या यिनीहरू खेल्न। केटा म मात्र छैन आउँदैछ। ये ड्याम केटाहरू यहाँ लुकेर हेर्नु पर्छ।
ए प्रकाश सर पढाउनु हामीलाई पढाउने न अब ओ तल न तल केटा सोगाजी ओ परेको गाइज आजको दिनभरि भ्लग धेरै त आएन पिरियड बनाउनै पाइएन क्या सरहरूले नबना भन्दा बनाएन हल्का हल्का सानो सानो त बनाएको 2-3 होइन अब आजको यो भ्लग चाहिँ यहीँ एन्ड हुन्छ थ्याङ्क्स फर वाचिङ एन्ड बाई